गुड मर्निङ खोला एन्ड गुड मर्निङ याला गुड मर्निङ कतिको चिसो छ पानी यता फेरि एकदम आज तेस्रो दिन हाम्रो हामी यो खोला भन्ने ठाउँमा छ खोला यो भुजुङ गाउँलेको गोठ रहेछ भेडी गोठ अनि हामी चाहिँ भर्खरै मात्र उठेर फ्रेस भएर मुख धुन लागेको अब पानी एकदम चिसो छ अरे मुखमा पानी हाल्दैन कि यहाँ त हल्का भेडा त उता चढ्न गइसकेछ भेडा पाहाडतिर हो पानी छाप्यो भने त अब त्यही भएर फ्रेस हुन्छ पानी छाप्यो भने फ्रेस हुन्छ फ्रेस हुन्छ एकचोटि छापौँ है चिसो छ आगो गोठको कुरा चाहिँ फ्रेस यति गरी फ्रेस भयो फ्ल्यास लाइट हाम्रो भात पकाउँदैछ यहाँ भात पकाउँदैछ कुक त तिलकै रहेछ होटेल म्यानेजमेन्ट पढेको होइन साइन्स पढेको त्यसले ल ल ल क्यों खोलो फेरि सिचाना आएको ओहो बेला प्रो हम तैले भेनीकोट भित्र तिमी क्या बेला प्रोमो आगे प्रोमो अब पौँड 4000 पनि भयो पैसा ती थुमा भयो यतिका मैना तारे भयो यहाँ भेनीकोटको सुरक्षाकर्मीहरू भोटेको कुराहरू कन्टेस यहाँ खोल्नमा चाहिँ कन्टेस है कन्टेस यो कुकुरहरू नाम कन्टेस यस ओ आयो भिडियो लानु फोटो खिच्नु यहाँ खिचिसक्यो फेरि रेडी अब खै आतमै आयो नभने रहेछ हिजोको त सबै खाएको कपाललाई सिधै यार मुखमै है नसक्ने अब भिडियो लगेर छ्याएर या ठ्याक भयो मलाई त क्याल खालि छाल एपिसी त्यता न डर लाग्छ रामुमा चुर्मी यो नि रहेछ ए चाहे म राउँ ए चाहे खाइम ल भेडा बल्ल बिहान पख यति धेरै जनता भेडा बाख्रा आयो है भेडा बाख्रा यस्तै अब पिछाडे वार यहाँ त है पिछाडे थाहा माथा हो आथा हो आयो है आयो ओ खाइ खाइ ओ खाइ बुढा ल मोटाउन त मोटा छ रातभरि पानी दिँदैछ कत्रो मोटा खाएर यति धेरै जनताको लागि जम्मा 4-5 वटा छ है कुकुर खो दाइ क्यों खाने हम फेरि ओ दाइ बाजे खाइ क्यों यहाँ में तो चाहे खो छोड़ खो अरे फोड़ दे खो अरे ओले पास हुआ
गाइज आज थर्ड डे तेस्रो दिन हामी चाहिँ खोलाबाट थुर्चुको यात्रा तय गर्दैछौँ। भर्खर भेनीगढबाट आउँदैछ। माथि चाहिँ लास्ट चाहिँ अब चिसो हावा चल्दैछ। माथिबाट पानी सिमसिम पानी पर्दैछ। त्यही भएर चाहिँ हल्का गलबन्दीले सेफ्टी गर्दैछौँ। कान अब अन त त्यस्तै भयो टाउको है। ल है हाम्रो गाइज तेस्रो दिनको यात्रामा चाहिँ आज अलिअलि घाम लागिरहेको छ। तेस्रो दिनमा हामी चाहिँ खोलाबाट थुर्चुसम्मको यात्रा हो। अहिले चाहिँ घाम लागिरहेको छ। मौसम पनि खुल्लै छ। राम्रो दृश्य देखेर पुरा गएको क्या हो। यो चाहिँ ढुङ्गा छ है त। यता राम्रो छ जे होस् ठुलो रुख छैन यतातिर। यता त कुहिरै छ फेरि। घाम लागेछ है त। घाम लागेछ। ख्यामिङहरूलाई चस्मा लगाएको छ। प्लास्टिक पनि उडेछ फेरि है त। सर एकदम सबै एकदम मेमोरियल मोमेन्ट क्याप्चर भइरहेछ यहाँ। कस्तो अनुभव भइरहेछ हजुरलाई यहाँ? एकदम राम्रो फिलिङ भइरहेछ। रमाइलो भइरहेछ नि होइन? रमाइलो भइरहेछ। यो तिनजनामा सबभन्दा हिँड्न सक्ने हजुर नै रहेछ हजुरमा। म चाहिँ जे भयो नि 20 वर्ष हिँड्नेमा जागिरहेको हो। ओहो 20 वर्ष हिँड्नेमा जागिरहनु भयो। लगातार 4 रात मेरो बिस्तारमा सुत्न पाइनँ 20 वर्ष। 4 दिन 4 रात हिँड्नु भयो क्या हो? 4 रात लगातार मेरो आफ्नै बिस्तारमा सुत्न पाइनँ। ए हिँडेको हिँडै भन्नाले आज बाहिर हिँडेको? आज एउटा गाउँ छ, भोलि अर्को गाउँ, अच्छा पछि अर्को गाउँ। यसरी पुगेर मैले कहिले 15 कहाँ टुरिस्टहरूसँग कि? होइन। अच्छा राम्रो काम। हेमन्त सोलले कहाँ फाल्ने भने काट्यो? सडक लो कहाँ फाल्ने बेल पर्दैन रोजी? फाल्ने बेल पर्दैन अब खाना के 12 बजीसम्म यो यहाँ 12 मान्छे मात्रै यो पानी 12 बजे आउने? र यो चाहिँ दिनको 12 बजे मात्रै आउने रहेछ यहाँ पानी। रातिको 12 बजे अनि दिनको 12 बजे पक्का आउँछ त? पक्का आउँछ। त्यही भएर नामै 12 बजे खोला भन्दो रहेछ त यसलाई। 12 बजेसम्म बस्यो त म हेर्छु। 12 बजे खोला। अब कति घन्टा छ 12 बज्न? अब धेरै त छैन। समय धेरै छैन। 11-7 भएछ अब। अनुभव गर्नलाई फोटो खिचेर लिएर आउने भिडियो। अच्छा यो खोलामा चाहिँ 12 बजे पानी आउँछ कि आउँदैन भनेर बाजी थापेर भुजुङले चाहिँ 12 बजे आउँछ भनेको। यो सिग्लेसी पार्टीहरूले आउँदैन भनेको। अनि यो चाहिँ 12 बजे आयो। त्यसपछि भुजुङ गाउँले जित्यो। त्यही भएर यो भुजुङ गाउँलेको भयो होइन? अच्छा त्यही भएर तल खोलामा चाहिँ भुजुङ गाउँलेको पर्छ। अच्छा यो पहिला उसको थियो अरे के सिग्लेसीको, पछि बाजी थापेर भुजुङले जित्यो। यस्तो रहेछ नि त कुरा। यहाँलाई भुजुङ गाउँले हामी पस्काउँले पस्काउँले भुजुङ गाउँले जितेछ। अब पस्काउँले जित्नुपर्छ यहाँ। 12 बजे त 10 बजे 12:30 1 बजे त आइगयो के। हजुर 12 बजे 1 बजे जान्छ। 12:30 बजे त्यहाँबाट 12 बजे त्यहाँबाट निस्किन्छ अरे। अनि त्यहाँबाट निस्केर यसै 12:30 1 बजी चाहिँ यहाँ आइपुग्छ अरे। 12 बजीसम्म फाल्ने भयो खाँदाखेरि आगे फाल्ने भा चुरबा ल फाल्ने भ्यासिरी उल्टोले खल्यो ए चलि यहाँ सोखे त्यही टेस्ट लो तैँले काम आँखा हेर क्यों लो फल हान्न त सोल्यो फाल्ने भीममा चोरी भयो तोले एक ए उल्टो तर गम्बुट लाएर हो नि यहाँतिर 2 3 गुड 2 सक्यो भयो यही हो फाल्ने भनेको चाहिँ गुरुङ भाषामा गुरुङ भाषामा हो। नेपालीमा चाहिँ यसलाई हामी फाल्ने भन्छ के। के गर्न गर्नुभयो हुन्थ्यो हो रेडी अप अप ए सक्छ जोस छ बुढो मान्छेको यतिका। सकिन्छ हो यहाँ त सकिन्छ। एक सक्यो फाल्ने 2 अब 3 चोटि गर्नै पर्छ। अप्प ए सक्यो 3 चोटि भयो। ख्यामिङाल हो त्यहाँ हो क्या गर्नुपर्ने हो त्यहाँ ए अप 3 भयो 3 चोटि 4 चोटि भइसक्यो तिम्रो 3 चोटि हो। हाम्रो खेमे राजाले यहाँ चाहिँ निर्मोसी उखाल्दैछ है। निर्मोसी यो सेतो फुलेको चाहिँ निर्मोसी रे। त्यो पाइला फुलेको चाहिँ त्यो नारे हो। ताल पर्दैन यहाँलाई
खुकुरी दिउँ बारे उता माथि निकालौँ न बोले निकालौँ खोइ कस्तो हुन्छ यतिर आँखा त जरा यतिर तै त चढ्ने निर्मुसी चाहिँ यस्तो हुन्छ है निर्मुसी हेर यो बै निर्मुसी यो हो निर्मुसी है कहाँबाट ठुल्टेकबाट आउने बाटो यो हो नि ए ठ्याक्कै बाटो देख्छ त्यहाँबाट आउँछ ए ऊ त्यहाँ मान्छे आउँदो रहेछ त्यो कुन गाउँबाट आएको होला ठुल्टेकमा कुन गाउँ बस्न आउँछ र जुम गरेर हेर्नुहोस् नमिल्ने आउँदो रहेछ है यहाँ ठुल्टेकबाट आउने मान्छेहरू होला कुन गाउँको होला यो बाटै बाटो कति राम्रो पुल हो मगर चाहिँ अशोक भाइ यतै छ के छ केटा हो के छ कति मिनट भयो आइपुगेर यहाँ आइपुगेर 2 घन्टा भइसक्यो हामी रहेछ नि हिँड्नु नसक्ने यार देउराली रहेछ यहाँ बनाइदिन्छु म सोल्टे यहाँ के लेखेको छ चिम्री देउराली नामै चिम्री देउराली रहेछ यता थुर्जो अझ यहाँबाट यता थुर्जो अझ 3 घन्टा लाग्ने रहेछ यहाँ ठुल्टेको यता रहेछ 2 घन्टा हामी चाहिँ यहाँ देउराली भन्ने ठाउँमा आइपुग्यौँ अब यहाँदेखि चाहिँ 3 आवर्स देखा अझै पनि अब हिँड्न सक्नेको लागि होला त्यो चाहिँ हामी चाहिँ अलि 4-5 घन्टै लाग्छ होला समथिङ 4-5 आवर्स अनि यहाँ छ हाम्रो मोनो आसुक के भन्दियो न आसुक यहाँ दाइको भ्लगमा है फेरि मेरो भ्लग होइन यो तेज गुरुङ पस्गाउँको भ्लगमा केही भनिदिनु पर्यो राम्रो छ सबै यति नै अनि यहाँ छ हाम्रो मोनो चिया लिँदै हुनुहुन्छ मोनो जाडो भएर हुनु गाला राते क्या हो ओके यहाँ चाहिँ हाम्रो हेमन्त दाई छ चिन्नै गाह्रो भयो है पुरा मुख सुप छोपेर चस्मा लगाएर पस्कौली गुरु भन्नु यहाँ छ कैलाश के छ कैलाश चाहिँ म शिवजीको बस्ती छ है क्या हो पार्वतीले मस्ती छ त्यो यहाँ चाहिँ हाम्रो सिक्लेसको आमु बुवाहरू हुनुहुन्छ नमस्ते मेरो बुद्धि गुरुङ हजुर म चाहिँ अहिले यहाँ तेज गुरुङ पस्गाउँबाट भिडियो बनाउँदैछु हजुर म लामी छाने गुरुङ हुन्छ सुल हात मिलाइहालौँ न ल सुल ओके चिम्प्रु देउराली हो यो ओके यहाँदेखि चिरमा जानुपर्छ यो यहाँ चाहिँ ध्वजा लाउने काम भइरहेको छ औहु वाइल हाउरी लगाइरहेको छ म चाहिँ अब यता गएर देखाउँछु हामी चाहिँ यो बाटो आएको अनि उहाँहरू चाहिँ यो बाटो आउनुभएको अनि अब यहाँबाट जान्छौँ हामी थुर्जु भन्ने ठाउँमा आज बास हुन्छ त्यही हो गाइज लेट्स सी फाइनली गाइज यहाँ चाहिँ हाम्रो रिमे थुम्ने एकजना मात्रै आउनुभएको छ पवित्र गुरुङ विशेष के भनिदिनु पर्यो कस्तो फिल भइरहेछ तेज गुरुङ पस्गाउँ भ्लगमा के भनिदिनु पर्यो मनमा लागेको जिज्ञासाहरू राखिदिनु पर्यो है थकित भएछ बोल्नै नसक्ने अवस्था यता चाहिँ हाम्रो पवित्र गुरुङको मम्मी यता चाहिँ हाम्रो तिता काशी दिदी यता चाहिँ हाम्रो गुरुबा हाम्रो मामाश्री है यता चाहिँ अनि यता छ हाम्रो आगे भेन्टे दाई हाम्रो भरियाको रूपमा आउनुभयो उहाँ चाहिँ एकदम आज चाहिँ एकदम जोस जागरको साथ हिँड्नुभएको छ अब यो बाटो जान्छौँ हामी आमाम देउराली छ एकदम हाउहुरी लगाइरहेको छ है यहाँ चाहिँ बबाल केटा हो राम्रोसँग बनाउने हो राम्रोसँग बनाऊ है ए मैले त बनाएको छैन हाम्रो बनाउने भने अर्को चाहिँ नफरे फेरि केटा भाइ हाम्रो बनाउने अर्को फोर्ने काम नगर देउरालीमा ध्वजा तिमीहरू देउराली बनाऊ म ध्वजा बाँध्छु है तिमीहरू देउराली बनाऊ म चाहिँ ध्वजा बाँध्छु
नसोल्टी ढुङ्गा खोजेर ल्याऊ सोल्टी यहाँ छौँ खै त त यहाँ साँडखाँड आएकै त भिडियो उयो चाहिँ बनेको देउराली बनेको हाम्रो केटाहरू आइपुग्यो केटाहरू आइपुग्यो सिक्लेस र पस्काउँको भेटघाट भयो यहाँ सिक्लेस पस्काउँको भेटघाट भयो चिम्रे देउराली भनिन्छ नाम देउराली है चिम्सेले चिम्रे देउराली पनि देउराली बनाउँदैछ पस्काउँको नाममा तेज गुरुङ पस्काउँ युट्युब च्यानलबाट सार्वजनिक हुनेछ यो भिडियो केही समय पश्चात तपाईँहरू प्रत्यक्षमा बस्नु होला ओ नासमे छुट्टी दाजु फे खुवारे पस्काउँको नाममा देउराली बनाइयो पस्काउँले देउता सिन्धु साथी रक्षा गरून् नसम्झ्यो ल ल है ध्वजा बाँधियो तेज गुरुङले हाम्रो तेज सोल्टीले ध्वजा बाँध्ने काम गरिराख्नु भएको छ फाइनली बाँधेर सकिसकेको छ अब के सिक्का पैसा राखौँ नि पैसा सिक्कै राख्नु न सिक्का छ नि त मसँग सिक्का छ भने सिक्का पैसा रहेछ दिनमा राख्नु है ओके ल ताली छ विशेष पवित्रा गुरुङ निदा दुबो खाने हाम्रो दुबो छानेले चौँ त लाइटर खाइलो अब धुप पनि बाल्नुपर्छ भन्ने मान्यतालाई आधार मानेर धुप बाल्ने काम पनि भइरहेको छ ध्वजा चाहिँ बाँधिसकेको छ बेलु चिसो खेम के चुन्न दाजु ख्याले त हाम्रो दिदीले लाउँदै हुनुहुन्छ दाजा यहाँतिर टन्नै दजाहरू छ हामी चाहिँ अब चिम्रे देउरालीबाट फेरि अगाडि बढ्दैछौँ चिम्रे देउरालीबाट अघि ओ छु 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 दौड़ के छो चुरी मुनिया प्रोग्यो क्या बाटो त्यति साह्रै अप्ठ्यारो त होइन है अशोक है अहिलेसम्म त राम्रै छ हाम्रो भेन्टे दाइ पनि राम्रोसँग हिँडिरहेको छ उसो यो फुलहरू चाहिँ राम्रो राम्रो फुलेर रहेछ होइन राम्रो राम्रो छ बाटोहरू सिनहरू चाहिँ राम्रो छ जे होस् अझै कुहिरो नआएको भए धेरै राम्रो देखिन्थ्यो होला है तर यहाँ लेकतिर त कुहिरो त सधैँ लाग्छ होला है नदीको बोटहरू भिरको बाटो चाहिँ बल्ल आइपुग्यो ल चिम्रे देउरालीबाट अगाडि आउँदै गर्दा यस्तो भिरको बाटोहरू नै रहेछ जान्दैन यो सेतो फुल्ने चाहिँ निर्मुसी रहेछ अनि यो पहेँलो फुल्ने चाहिँ सेम यस्तै भए पनि ऊ चाहिँ नरी रहेछ कि ऊ चाहिँ बिस हुने रहेछ बाटो कस्तो कस्तो छ भन्नु ल हामी चाहिँ चिम्रे देउरालीबाट अलि अगाडि बढेपछि यहाँ चाहिँ एउटा फुर्जु देउराली आइपुग्यो फेरि यहाँ फुर्जु देउरालीमा पनि देउराली बनाउनु पर्ने रहेछ अनि यहाँ देउराली बनायौँ अनि चाहिँ यो फुर्जु देउरालीबाट थुर्जु जानको लागि ओह्रालो झर्दैछौँ अनि अब पुग्ने लागेछ अब
आधी घन्टामा पुग्छ भन्दैछ के अरे यो थुर्जु डेरेलबाट थुर्जुसम्म। अब बिस्तारै जान्छन्, त्यही भएर हामी त्यति साह्रै हतारमा हिँडेको छैन। अब यताको भ्यूहरू राम्रै छ। ओहो यहाँ कुहिरो नि आउँदैछ। तर त्यो खोला नि जगत खोला हो। त्यो ठुलो बगिरो छ ए ऊ त पारिँदैछ ठुलो पारि छ नि त्यो म्युनुङ्यो भ्यो छ वा ए चाहिँ म्युनुङ्यो त यो फेरि यो रङ्गिन हात खबर दियो ए हामी चाहिँ भोलि बिहान त्यो दुध पोखरीमा नुहाएर आएर चाहिँ हेर्न नमिले म त सामुन्ने पर्छ। अब चस्मा लगाएर आउनुपर्छ होला। चस्मा यस्तो लगाएर शिवरङ्गको कोठाहरू त्यहीँ थियो, भेडाहरू त्यहीँतिर छ। जग्गा चौरचुर हो, जग्गा छेउमा त कहाँ चाहिँ म्युनु यो चाहिँ एकदम भाइरल खोला जगत खोला भन्दो रहेछ यसले चाहिँ। यो जगत खोलाको मूल चाहिँ यहीँबाट आएर चाहिँ यहीँबाट निस्किरहेको छ। त यहीँबाट जगत खोलाको मूल फुटेर गएर यहाँ खोला बनिन्छ। यस्तो पुरा यस्तै र भाइरल खोला छ। उतापट्टि चाहिँ म्युनुङ आगुल्टो पोखरी रहेछ। त्यो चाहिँ अहिले फाइनली गाइज हामी चाहिँ थुर्जु आइपुग्यो है। थुर्जु आइपुग्यो। हाम्रो आज तेस्रो दिनको यात्रा यहीँसम्म हो। अनि त्यसपछि थुर्जु आइपुग्यो है। थुर्जु चाहिँ 4000 किलोमिटरमा रहेछ। ल र पनि ल गाइज ल मिठो चाउरी ए मलाई ओए बिचारा ए चाउरी गरेर कहीँ लाभ चाउरी गयो है चाउरी गयो चाउरी गयो है चाउरी गयो यहाँ भने काने ल हाम्रो पसमाला ग्रुपको 19 ग्रुपको लागि चाहिँ एउटा टेन्ट एउटा टार लगाएर यहाँ व्यवस्था गरिदिएको रहेछ। हामी चाहिँ अब सिँढी दुबो खोज्नको लागि 4-5 जना केटाहरू जोसिलो केटाहरू होइन सोल्टे जोसिलो केटाहरू हो नि। हामी अब 4-5 जना जोसिलो केटाहरू चाहिँ सिँढी दुबो खोज्नलाई जाँदैछौँ। खोइ हाम्रो केटाहरू यतिको जोस हुनुपर्छ कि यहाँसम्म आएपछि सिँढी दुबो त लिएर जानु पऱ्यो। त्यो चाहिँ सिँढी दुब टिप्ने भनेर त्यो बस्ने ठाउँबाट लगभग 15-20 मिनट टाढा आइपुग्यो। एकदम भित्तामा एकदम भिड मात्रै हुने रहेछ। त्यही भएर हाम्रो केटाहरू चाहिँ त्यहाँ पुगिसकेछ। हाम्रो केटाहरू त्यहाँ सिँढी दुबो खोज्न त्यहाँ पुगेछ। हामी चाहिँ तिनीहरूको पछि जाँदैछौँ। हाम्रो ग्रुपबाट सिँढी दुबो खोज्न आएको पार्टीहरू त्यहाँ भित्तामा चढिसकेछ। हामी नपुग्दै त्यस्तो भिड मात्रै हुन्छ सिँढी दुबो। त्यो चाहिँ हेमन्त माथिको हेमन्त तलको चाहिँ खेमिङ होला हो। हामी 5-6 जना छ। माथि हेमन्त त माथि चढिसक्यो। त्यो हेमन्त तलको खेमे हो। यहाँ चाहिँ हाम्रो कुसोल यहाँ तलै छ। अब खेमेर काट्यो सिँढी दुबो काट्यो है यो सिँढी दुबो है। अब अलि नजिकमा गएर देखाउने छौँ। ल आजको हाम्रो तेस्रो दिन चाहिँ यहाँ थुर्जु फाँटमा आएर बसेछौँ हामी। त्यो थुर्जु फाँट चाहिँ कति धेरै रमाइलो रहेछ। अनि हामी 17 जना ग्रुप 19 जना ग्रुप चाहिँ त्यहाँ आएर बसेछौँ एउटा टेन्टमा। अनि हामी 5 जना केटाहरू चाहिँ सिँढी दुबो खोज्न आएको। यहाँसम्म आएपछि सिँढी दुबो किन्नु नलाने भनेर। अनि यहाँ तलै पनि हुँदो रहेछ एउटै ठाउँ पनि। यहाँ चाहिँ यहाँ तलतिर भएको चाहिँ यो डुप्लिकेट रहेछ सिँढी दुबो। यो चाहिँ होइन रहेछ घेरा भएको। तर ओरिजिनल सिँढी दुबो चाहिँ त्यहाँ भित्तामा मात्रै हुने रहेछ केटा हो। त्यो हाम्रो केटाहरू त्यहाँ चढ्दैछ। हेमन्त हाम्रो क्यामिङ होला। हामी अब बिस्तारै माथि अघि बढ्नेछौँ। कस्तो भिडमा चढ्ने रहेछ ओरिजिनल। यहाँसम्म सिधै ओरिजिनल लाने नि ओरिजिनल सिँढी दुबो छ त हेर्नु। ए उयो यहाँ ल एकमा गरौँ है। त्यही भएर हामी ओरिजिनल सिँढी दुबो भएको ठाउँमा आइपुग्नु लाग्यो। ओरिजिनल सिँढी दुबो यो डुप्लिकेट होइन कि डुप्लिकेट तल यो पाराको तलतिर हुने चाहिँ डुप्लिकेट रहेछ। ओरिजिनल सिँढी दुबो चाहिँ माथि बस्दो रहेछ माथि त्यो भित्तामा। सोल्टी बाटो पनि छैन। यहाँ जम्मा गरिसक्यो हाम्रो केटाले ओरिजिनल सिँढी दुबो। यो हो नि त सिँढी दुबो। यहाँसम्म आएपछि सिँढी दुबो लानै पर्यो। ओ यो के हो यहाँ ला ताले जा र ल के हो त चिनाऊ है। सिँढी दुबो यहाँसम्म आएपछि यो तलको त होइन फेरि यहाँ ला। यो तलको यो चाहिँ सिँढी दुबो होइन। यो के हो
आयो आयो लो ओरिजिनल सिडी दुबो माथि माथि भित्ताबाट फाल्दैछ हाम्रो केटाले पाराबाट सही हो गाइस सही हो यो हेर्मुसी निर्मुसी अनि के यार्सो गुम्बा से सब फालम है वाउ आयो यस्तरी आउँदो रहेछ ओ सिडी दुबो ओ ख्याम ब्रो गुड यार ओ आयो हेमन्तले फाल्यो ए आसुरा लाग्यो बिस्तारै 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 यो कुना कुनामा फाला जोस केटाहरूको जोस यत्रो टाढा हिँडेर आएर पनि जो 6 जना केटाहरूको जोस रहेछ 1 2 3 4 5 6 जना चाहिँ यहाँ आइपुगेछ एकजना मेरो पछाडि पर्दा पछाडिको हिरो चाहिँ एकजना यता बुद्धिजङ सोल्टी कहाँ आइपुग्यो हाम्रो पर्दा पछाडिको हिरो हो ओ चाहिँ ल है गुड जोस सिरी दुबो ओरिजिनल सिरी दुबोको साथमा हेर्मसी निर्मसी तालेजारा अनि के फुल बुकी फुल पो हुने रहेछ त ओरिजिनल सिरी दुबो ओ यस्तरी फाल्दैछ हाम्रो खेमेङ हेलाले ओ माथिबाट हेमन्त सोल्टीले फाल्दैछ ओरिजिनल सिरी दुबो आम्मा कहाँ मजा हो यहाँ पो हुँदो रहेछ त सिरी दुबो अब आगो वाला त्यसमा पूजा पनि गर्नुपर्छ क्या राम्रो बसाउँछ नि यस्तो क्या मिठो बसाउँछ है गाइज ल है खेमेङ हेलाले माथि सिरी दुबो काट्दैछ सिरी धुपो काट्दैछ हामी चाहिँ यस्तो अवस्थामा छ यहाँ चाहिँ गलबन्दी भएर गलबन्दीले यहाँ बेसरी गलबन्दीले है गलबन्दी भएर यहाँ चाहिँ फुक्क उठेछ माथिबाट हेमन्तले फाल्दैछ यहाँ हाम्रो कुसोल्टीले जम्मा गर्दैछ भने उता अशोक भाइले जम्मा गर्दैछ ओहो अब हामी 4 जना उता लगेर चाहिँ सबैले बाँड्नुपर्छ ओ आयो यस्तरी फाल्नुपर्ने ओ यहाँ आयो यहाँ आइपुग्यो एउटा ओरिजिनल सिडी ल मैले नि भेटाएँ एउटा ओरिजिनल सिडी दुबो यस्तो हुँदो रहेछ ओरिजिनल यो एकदम ओरिजिनलै सोल्टिन यो सुँगा त कस्तो हुने रहेछ कति मिठो बसाउँछ ओरिजिनल सिडी दुबो यसलाई चाहिँ सुकाउनु पर्छ होला यसलाई त सुकाएर मात्रै धुप हाल्ने हो नि सोल्टी सुकाएर हो यसलाई सुकाउनु पर्छ यहाँसम्म आएपछि यो लगेर जानु पर्यो यो एकदम बसाउने यो हो सोल्टी खोइ यो लिएर आऊ भनेर मलाई धेरै डिमान्ड आएको छ है लो तालले जाएर आइपुग्यो ल यो चाहिँ मेरै गोजीमा जान्छ अब कसले नि पाउँदैन यो म अब मसँग डिमान्ड धेरै छ तालले जाएर लिएर आउने भनेर आहा साँच्ची कति मिठो बसाएको आमा वाट आहा यो त अब घाँटीमा भिरेर लगाउँछ कि सोल्टी यस्तो मिठो बसाएको छ ल तालले जरा ल जरा बच्चा ल जरा चुरुङ आइगयो रे मेरो हातमा ओ यो हो छु तालले जरा यो त अब मेरो गोजीमा हो नि मैले त अब यो त फुस्काउँदैन यहाँ चाहिँ तालले जरा पायो सोल्टी तालले जरा सोल्टी ल तालले जरा फालम तालले जरा आहा पहिला यो अलि त्यो 2 प्याकको जोसमा है अब यो जब रमले छोड्छ नि यिनीहरूले फेरि तल झर्छ कि अब माथि चढ्छ त्यो चाहिँ भन्न सकिन्न यिनीहरूलाई 2 प्याक पिलाएर ल्याएको है गाई चाहिँ ल है ल 2 प्याक पिलाएको त्यहाँ भित्तामा चढेछ अब जोस छ केटाहरूको यस्तो पानी परिरहेछ तै पनि हाम्रो लागि हाम्रो ग्रुपको लागि यो सिरी दुबो खोज्दैछ सिरी दुबो सँगसँगै ताले जारा हेर्मुसी निर्मुसी सबै खोज्दैछ है ल 2 प्याकको कमाल हो यो 2 प्याकको कमाल जुम गरेर तानेछ नि सोल्टी मैले यहाँ माथि त जति नै छ नि होइन पुग्छ होला हाम्रो 19 जना ग्रुपलाई त हाम्रो 19 जना ग्रुपलाई त बहुत छ नि ए त्यो 3 जना बाजेहरूले नदिने ल तिनीहरूले नि लान्छ होला यहाँसम्म आएपछि बिचरा यहाँको प्रख्यात एकदम चर्चित सिरी दुबो ताले जारा मैले पाइहाल्यो त्यसको साथसाथै बुकी फुल चाहिँ अलि नफुलेको रहेछ है बुकी फुल चाहिँ के हुन्छ नि केला यो भिडियो मात्रै हुने रहेछ त नि है यो तल फेरि योहरू त डुप्लिकेट रहेछ नि त फेरि है त्यस्तो भिडियो मात्रै ओरिजिनल हुने रहेछ उहाँ चाहिँ यहाँ चाहिँ लगभग 3 4 5 चोटि आइसक्यो 2 जनाले त्यही भएर सबै थाहा छैन है हामी चाहिँ अहिले नयाँ हो त्यही भएर यहाँतिर नि तलतिर नि छ नि सिरी दुबो जस्तो सेम तर यो डुप्लिकेट रहेछ गाइज ल है चिनिराखौँ ओरिजिनल क्वालिटी र क्वान्टिटीमा फरक हुन्छ केटा हो माथिको चाहिँ क्वालिटी हो यो चाहिँ क्वान्टिटी सिर्फ गन्नलाई मात्रै है यो क्वालिटी हो यो माथिको क्वालिटी हो यो चाहिँ क्वान्टिटी हो ल है गाइज हाम्रो केटाले माथिबाट फालेको ओरिजिनल सिरी दुबो र यहाँ तलको डुप्लिकेट सिरी दुबोमा कम्पेयर गरौँ है त कुन चाहिँ दामी छ यस्तो यो त तल्लातिरको चाहिँ यो अलि सेतो हुने रहेछ यो चाहिँ खासै बास्न आउँदैन भन्छ यो चाहिँ डुप्लिकेट हो माथि भिरको चाहिँ अलिक कालो छ एकदम ओरिजिनल यो चाहिँ भिडियो मात्रै पर्छ यहाँ तलतिर त जति नै छ तर यो सब डुप्लिकेट है तलतिरको चाहिँ कसैले लान्न यो भित्ताको हाम्रो ओरिजिनल लिएर अब केटाहरूले चाहिँ सिरी धुपो र त्यो ताले जारा खोजेर तल झर्दैछ अब अघि जाँदा कसरी गयो अब आउँदा कसरी आउँछ है हेरौँ है केटा हेरौँ है 2 जना यहाँ पारामा छ भित्तामा
ल झरम केटा अब जाडो चिसो हावा चल्न थाल्यो अब जाडो भयो 6 बजी आएको थियो 6:30 भयो ल झरमै गाई झरम हाम्रो पोंगा दा तेला इजो तै मगे ताले जारे इजो क्या जा ममे इजो ममे के कुरा पहला बा के तो पहलो ए तारी गुडी जाइले न तेले खानम ओ ख्यामे चार तेमे हो त लाल खाइ गाठे ताले जारा ताबरी ओ ताले जार खानाले त्यहाँ तरुलको खडल जस्तो बनाइदियो हाम्रो ख्यामेङाले ल हाम्रो चाहिँ सिरी टिपेर सकियो अनि भारी हाल्दैछ हाम्रो माथिबाट टिपेको 2 जनाले हालिसकेपछि यो तल हामीले चाहिँ के कामै गरेन भन्दै रिसाउँदैछ है अघि नै भारी हाल भनेको हैन भन्दैछ है अघि नै भारी हाल त भनेको तर हामी यो 2 जनाले चाहिँ जम्मा गर्यो 2 जना माथि चढ्यो म चाहिँ भिडियो बनाउने होस् नि अनि यति चाहिँ जम्मा गरेको चाहिँ तलेजाराको पत्ता हो यो पनि यो सिरी दुबोसँगै मिसाएर सुकाएर यो उस गर्नु एकदम मिठो बस्न आउँदो रहेछ त्यही भएर मैले चाहिँ यति पत्ता लिएको छु यो चाहिँ हाम्रो ग्रुपलाई कसले पनि दिँदैन सिर्फ यो चाहिँ आफ्नो पर्सनलको लागि है अनि सिरी दुब चाहिँ ग्रुप अब तल लगेर तिनीहरूले टिप्छन् नि अनि बाँडफाँड हुन्छ 2 ब्यागले काम गरे केटा होस् सब अहिले लिएर बोतललाई फोड्ने भनेको अरे बिहान साह्रै भन्ने बुढो पाटे जाडो भयो भनेर त्यही भएर अहिले चाहिँ 2 प्याक मात्रै खाएको तर जोस चाहिँ केटाहरूको जोस आयो है पुरा 2 भारी सिरी दुब टिप्यो 2 भारी सिरी दुब अनि तालेजारा अलिअलि खोजेर हामी चाहिँ अब 2 जनाले भारी बाँध्दैछ हामी अब बिस्तारै जान्छौँ हामी 6 बजी आएको 2 प्याकले 7 बजीसम्म त काम गऱ्यो 7 बजी हामी जाने हो ल 2 भारी भयो 1 भारी यहाँ हेमन्तले बोक्दैछ 1 भारी खेमेलाई लिएर आउँदैछ है गाइज ल है ए हामी चाहिँ सिरी दुब टिपेर आउँदा ढिलो भयो भन्दा नि आज राति भयो भाग्यो सिरी दुब बोकेर ए खेमे भाग्यो सिरी दुब बोकेर 2 भारी लिएर आछौँ है 2 भारी सिरी दुब लिएर आछ हामीले अब त्यहाँ गएर टिप्न लगाउने हो त्यहाँको पार्टीहरूले हामी चाहिँ सेफ सिरी दुब ऱ्याङ्कोट फाटेर ठुलै फाटेछ त यार यहाँ त बिचरा यत्रो यो 2 भारी सिरी दुब लिएर आएको ऱ्याङ्कोटै फाटेछ जोसमा है तर भोलिलाई के छ सोल्टी केही छ अरू प्लास्टिकको व्यवस्था छ नि ल हाम्रो पार्टीहरू के गर्दैछ यहाँ सुतेछ भन्दै थियो नि पक्कै पनि सुतेछ ल हामी पनि भित्र छिरौँ कि